त्यसलाई तुरुन्तै हान्नुहोस् अनि परमेश्वरको लागि ज्यादै भकाउनुहोस् डेस्परेट है परमेश्वरको लागि भकाउनुहोस् अन्य कुराको लागि होइन जवानहरू हुनुहुन्छ भने फेसबुकबाट मैले देख्दैछु बाइबलले भन्छ एकदमै लभ अफेयर गर्ने प्रेम सङ्गतिमा रहने प्रेम गर्लफ्रेन्ड बोयफ्रेन्ड बनाउने यदि त्यो समय होइन भने तपाईँ पासमा पर्नुहुन्छ बाइबलले स्पष्ट भनेको छ श्रेष्ठ गीतको पुस्तकमा श्रेष्ठ गीतको पुस्तक आफूलाई नचाहेसम्म प्रेमलाई नउठाऊ भन्ने खण्ड छ एउटा तपाईँलाई थाहा छ त्यो खण्ड अनि यहाँ चाहिँ प्रेम उठान गरेर तपाईँ कर्समा जानुहुन्छ परमेश्वरको योजना छैन भने तपाईँहरू कतिजनाले परमेश्वरप्रति धेरै भोकाउनुपर्छ आफूलाई प्रेमलाई समय नआउँदासम्म नजगाऊ भनेको छ अनि तपाईँहरू अहिलेदेखि प्रेम अफेयर प्रेम खोज्दै मलाई अपोजिट सेक्सप्रति आकर्षण मलाई चाहिँ केटा चाहियो केटी चाहियो कुरा गर्ने टेक्स्ट गर्ने पासमा पर्नुहुन्छ तपाईँको जिन्दगी तपाईँको जीवन रोएर बित्छ त्यही भएर त्यो अहिले उठाउने समय होइन टिभी जोसवाले भन्नुहुन्छ मलाई टिभी जोसवाले भनेको कुरा चाहिँ त्यो वचन राखिदिनुहोस् न भाइ बहिनीहरू श्रेष्ठ गीत कतिमा छ विशेष फेसबुकमा त्यस्तो व्यक्तिहरू हुनुहुन्छ तपाईँले अहिले प्रेम खोजेर बस्ने प्रेमको लागि मलाई प्रेमी पठाइदिनुहोस् भनेर प्रार्थना गर्दै हुनुहुन्छ भने नि यो वचन अनुको विपरीत तपाईँ हुनुहुन्छ यो समय चाहिँ टिभी जोसवाले भनेको कुरालाई म जतिखेर म एक्लै थिएँ जतिखेर म अरू कुराको लागि भगाइरहेको थिएँ होइन टिभी जोसवाले भन्नुहुन्थ्यो एउटा उहाँले राम्रो टपिक चाहिँ भन्नुहुन्थ्यो तपाईँ भोकाएको हुन सक्नुहुन्छ तर त्यसको लागि हाल्नु हुँदैन अनि तपाईँले त्यो चाहिएको बेलामा नै त्यो वचन खोजेर राखिदिनुहोस् यो श्रेष्ठ गीतको पुस्तकमा छ मलाई एक्ज्याक्ट पढ यो जवानहरूको लागि है तपाईँ जस्तो अवस्थामा हुनुहुन्छ परमेश्वरलाई त्यही अवस्थामा सुन्ने समय हो बाइबलमा सङ अफ सालोमनमा एउटा यस्तो खण्ड छ प्रेमलाई नजगाऊ भनेको छ तपाईँले लभ खोज्दै बस्ने प्रेम त्यस्तो खेलाउने कुरा होइन नि त जहिले मनलाई त्यहीले उठाउने त्यो विषयलाई यो जवानहरूलाई मलाई एडभाइस दिन मन लाग्यो तपाईँ अहिले जस्तो अवस्थामा हुनुहुन्छ है तपाईँ अहिले त्यही अवस्थामा हुनुहुन्छ जो चाहिँ प्रेमको कुराहरू उठाउँदै हुनुहुन्छ जहाँ तपाईँले इमानदारीपूर्वक आफ्नो प्रेमलाई केही समयको लागि होइन बन्द गर्न आवश्यक छ यो कुराले तपाईँलाई बारम्बार निराश भइरहेको चोट खाइरहनु भएको हुनसक्छ त्यही भएर यो खण्डलाई एकदमै विचार गरौँ प्रेमलाई उठाउने बेला होइन यो समय यदि परमेश्वरले भन्नुभएको छैन भने त्यो प्रेमलाई उठाएर बस्ने समय होइन परमेश्वरको राइट टाइमलाई पर्खाउँ कहिले पनि तपाईँ लोट्नु हुने छैन तपाईँको विवाहमा कहिले यदि परमेश्वरले योजना बनाएर तपाईँको लागि यो करङ मेरो लागि पहिले बनेको छ भन्ने कुरा प्रचारलाई नसुन्नुहोस् है यो करङ कहिले पनि पहिल्यै बनेको हुँदैन परमेश्वरले तपाईँको क्यारेक्टर अनुसार करङ बनाउने हो तपाईँको स्वभाव चिटिङ गर्ने जस्तो पनि जीवन जिउने जता पनि चाख्ने जसो पनि गर्ने जता पनि जाने गाँसिने जता पनि अफेयरमा रहने बानी छ भने त्यस्तै प्रकारको करङ तपाईँलाई आउँछ यदि तपाईँ इमान्दारमा हिँड्दै हुनुहुन्छ परमेश्वरको राइट टाइम मलाई हेभेनले चाहिन्छ मलाई स्वर्गले खटाएको चाहिन्छ भने तपाईँ पवित्र भएर होइन अफेयर कुनै पनि सेक्सुअल रिलेसनसिप बिना बसिराख्नु भएको छ भने तपाईँको करङ त्यस्तै खाले आउँछ हालेलुया यदि तपाईँको आदत चिटिङ गर्ने छ जहाँ पनि डेटिङ गर्ने बानी छ र तपाईँलाई बिहा गर्न आवश्यक देखियो भने अनि प्रार्थनामा हतारमा त्यस्तै प्रकारको आउँछ त्यही भएर तपाईँको क्यारेक्टर अनुसार तपाईँको करङ तय गरिएको हुन्छ यो तपाईँको भ्रमबाट बाहिर आउनुहोस् मैले थुप्रै विवाहहरू बिग्रेको देखेको छु करङ हो कि जसरी अनि विवाहमा धेरै फेल परमेश्वरले मलाई आवाज दिनुभयो
तपाईँलाई थाहा छ कति धेरै सेवक डेलिभरेन्स मिनिस्टर र सामर्थ्यमा हिँड्ने सेवकहरूको विवाह बिग्रियो पत्नीको कारणले। उनीहरूलाई पत्नीलाई चाहे भन्दा बढी माया गरे, किनभने वचनमा आदेश दिएको छ आफूलाई चाहिँ माया गर्ने। तर पत्नीले आफ्नो जिम्मेवारी र कर्तव्यलाई भुलेर उनीहरू चाहिँ धेरै मायाले पुलपुलाएको कारणले उनीहरूले पछिबाट आफ्नो श्रीमानलाई धोका दिए, चिटिङ गरे। थुप्रै उदाहरणहरू छ। त्यसकारण पहिलाको समयमा धेरै प्रचारकहरूले हामीले त श्रीमतीलाई माया गरेको, आफूलाई जस्तै माया गर्दा पनि उनीहरूले हामीलाई किन यस्तो प्रकारको विश्वासघात गर्यो भन्ने कुरामा चाहिँ यो चाहिँ कतिजनाको लागि अपवाद हुनसक्छ। आफ्नो श्रीमतीलाई अधीन गर भन्ने चाहिँ वचन छ त्यहाँनिर कतिपय ठाउँमा, होइन? अनुशासन पनि गर भनेको रहेछ। पहिलाको प्रचारकहरूले बुझेन, अहिलेको प्रचारकहरूले यो बुझ्दैछ। यदि तपाईँको श्रीमती अधीनता र अनुशासन र कतिपय कुराहरूलाई टेर्दैन भने अनुशासन गर्न थाल्नुहोस्। आफूलाई चाहिँ प्रेम गर भनेको खण्डलाई लिएर टाउकोमा टेक्न दिए धेरै प्रचारकहरूको घर बर्बाद भइरहेको छ। अहिलेको चाहिँ परमेश्वरले आवाज दिनुभयो कतिपय प्रचारकहरू, किनभने धेरै डेलिभरेन्स सेवकाईमा चाहिँ यस्तो समस्या भइरहेको छ। अभिषेकमा एनोइन्टिङ पवित्र आत्माको काम गर्नेहरूको सेवकहरूको विवाहमा चाहिँ प्रब्लम आइरहेको छ, धेरै समस्या भइरहेको छ, विवाहमा मिल्दै नमिल्ने। त्यही भएर चाहिँ अहिले तपाईँहरू प्रेमको कुराहरूलाई उठाउँदै हुनुहुन्छ भने त्यो परमेश्वरको इच्छा अनुसार तपाईँले गर्नुभएको छ भने त्यो 100% राम्रो हो। तर त्यो होइन भने तपाईँले त्यसलाई पर्खन पर्छ। तपाईँले देखेको सपनाहरू विवाहमा सबभन्दा धेरै तपाईँले सपनाबाट डिसिजन गर्नुहुन्छ हो। हे प्रभु 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 भन्न मन लाग्छ। सपना देखेर सपनाबाट तपाईँले आफ्नो डेस्टिनी तय गर्नुहुन्छ। बारम्बार देखिन्छ बारम्बार। विवाहमा त्यसरी हामी नफालौँ सपनाको आधारमा, कसैले प्रोफेसी गरेको आधारमा। त्यसकारण बाइबलले के भन्छ, यो पदलाई छोरीहरूलाई र यो छोराहरूलाई पनि हो, यहाँ त छोरी लेखेको छ, हामी त हिँड्छ क्या भन्छ फेरि कतिजना यो जवानहरूलाई। त्यसकारण परमेश्वरको लागि तपाईँ हङ्गर हुनुहोस्। तपाईँ भोको हुनुहुन्छ होला तर आतुर गर्नु हुँदैन। आतुर भनेको तपाईँ त्यो येशू जङ्गलमा रोटीको लागि भोकाउनु भएको थियो तर उहाँ रोटीको लागि आतुर हुनुहुन्थेन, डेस्परेट। त्यही यो आवश्यकता हो भने त्यसलाई उठाइहाल्ने होइन, आतुर गरिहाल्ने होइन। यो समय परमेश्वरलाई सुन्ने समय हो। आमेन। यो वचनले तपाईँहरू धेरैजनालाई चाहिँ हिँड्नेछ र तपाईँलाई समाधानतिर लैजानेछ। परमेश्वर यो पवित्र आत्माले भन्नुभएको वचन हो। आफूले नचाहेसम्म के भनेको छ, आफूले नचाहेसम्म प्रेमलाई नउठाऊ। अर्थात् त्यहाँनिर त्यसको ट्रान्सलेसनहरू धेरै फरक छ। हालेलुया। कसैलाई मन नपर्न सक्छ, ला मेरो प्रेम कहानी त गयो भन्दै हुनुहुन्छ कतिजनाले, होइन? मेरो लभ स्टोरी त गयो। जवानहरूको लागि यो परमेश्वर पवित्र आत्माको सन्देश हो। आफूलाई नचाहेसम्म, होइन, आफ्नो कति बेलाको आवश्यकता हो त्यसलाई नचाहेसम्म त्यो कुरालाई नउठाउने। बुझ्दै हुनुहुन्छ जवानहरू? तपाईँको कतिजनाको प्रेम कथा टुङ्गिनेवाला छ। यदि तपाईँले मान्नुहुन्न भने, हाम फाल्नुभयो भने तपाईँ धेरै पछुताउनु पर्नेछ, धेरै रुनुपर्नेछ। केही समयको लागि विवाहमा, होइन, रमाइलो अनुभव होला तर लङ लास्टिङ दीर्घकालीन एकदमै गाह्रो हुन्छ। टिभी जसले भन्नुहुन्छ तपाईँ भोका हुन सक्नुहुन्छ तर आतुर हुनु हुँदैन, आत्तिहाल्ने, हाम फालिहाल्ने हुनु हुँदैन। यदि तपाईँलाई मन पर्यो भने आमेन लेख्न सक्नुहुन्छ। अरूले त किन, होइन, मन पर्नु पर्यो र बिहा भएकोहरूले, तर पनि प्रेम आवश्यकता छ बिहामा। साथसाथै परमेश्वरले मलाई के भन्नुभयो, यदि समझदारीता छैन, अन्डरस्ट्यान्डिङ छैन, पत्नीलाई प्रेमको साथसाथै अनुशासन पनि गर्ने दिनहरू यो अन्त्यको दिनमा धेरै। यो त आदमको पालादेखि नै विवाहमा एट्याक हुँदै आएको समय हो भनेपछि कति धेरै विवाहमा सम्बन्धमा एट्याक हुन्छ। आदमको पालामादेखि नै उसले पत्नीहरूलाई प्रयोग गरेको छ मान्छेहरूलाई पतन गर्नको लागि। पत्नीहरू त्यही भएर
अधीनमा बस्ने, अन्डरस्ट्यान्डिङमा रहने, होइन आफ्नो श्रीमानको लागि प्रार्थना गर्ने, आत्मिक कुराहरूमा धेरै ध्यान दिने गर्नुहोस्।